अनि यो एआई चलाउनको लागि सिक्नु पनि पर्ने हुन्छ जस्तो लाग्छ कि अथवा यो बाइ द टाइम चलाउँदा चलाउँदै सिकिन्छ जस्तो लाग्छ? एआई चलाउन यस्तो छ, तपाईँको बेसिक कम्प्युटर नलेज हुनु पऱ्यो। तपाईँलाई हाउ टु युज द कम्प्युटर। पहिला यस्तो थियो, अब गुगल थियो, सर्च इन्जिन थियो होइन, त्यसैको त्यही चिजलाई चाहिँ अलिकति गुड अथवा अझै स्केल गरेर मसिन लर्निङसँग त्यो कम्प्याटेबल गराएर आर्टिफिसियल इन्टेलिजेन्स बनाएको, जसले चाहिँ तपाईँलाई इजी होस् हरेक कुरामा। जस्तो तपाईँको कोड, तपाईँ सफ्टवेयर डेभलपर हो भने कोड गर्नुहुन्छ होला, जस्तो तपाईँले कहाँनिर के चिज मिस्टेक गर्नुभयो, त्यसमा अब एउटा डट, एउटा अन्डर स्कोर, एउटा सेमिकलन, त्यो चिजहरू चाहिँ तपाईँले फाइन्ड आउट गर्नको लागि होल डे नै जान्थ्यो होइन। त्यो चिज चाहिँ क्लिकमा नै एआईले सल्भ गरिदिने भयो होइन। त्यो एउटा एउटा पाटो भयो। त्यस्ता नट ओन्ली इन आइटी सेक्टर, आइटीको लागि मात्रै होइन कि अरू टुरिज्म सेक्टरको लागि कसैले कुनै एरिया अथवा कुनै आफूलाई घुम्न मन परेको ठाउँहरू हेर्नु पर्यो, त्यसको बारेमा नलेज लिन मन लाग्यो भने एन्टायर वेब सर्च गरेर एआईले चाहिँ तपाईँलाई एकदमै एक्युरेट इन्फर्मेसन प्रोभाइड गर्छ। त्यो चाहिँ एकदमै राम्रो पक्ष छ एआईको। जस्तो गुगलमा चाहिँ तपाईँले एकदमै धेरै वेबसाइटहरू, एकदमै धेरै ठाउँमा भिजिट गरेर अनि बल्ल कहाँ जाने भन्ने डिसाइड हुन्थ्यो भने एआईले चाहिँ तपाईँलाई समग्र एउटा सारांश भनौँ न, एउटा कथाको सारांश भने जस्तै, समरी भने जस्तै समराइज गरेर एक ठाउँमा ल्याएर चाहिँ तपाईँलाई यो चाहिँ बेस्ट फर यु भनेर दिन्छ। त्यसैले इच एन्ड एभ्री सेक्टरको लागि एआईले एकदमै एफिसियन्ट बनाएको छ जस्तो लाग्छ।